मान्य सदस्य कविन्द्र बुर्लाकोटीलाई समय दिन्छु। 2 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। धन्यवाद सभामुखज्यू। हामी यसअगाडि स्थगित गरेर हामी 15-20 मिनट जति छलफल गऱ्यौँ र त्यहाँबाट एउटा सहमति भएर आयौँ कि यो कुनै नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौँ र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन। यो त नियम कहीँ पनि छैन। कुन नियमले यस्तो भयो? अब यो हामी त नियमबाटै चल्ने हो भनेर अहिले प्रतिनिधि सभा नियमावली पनि नयाँ मस्यौदा गरेर पेश भइसकेको छ र पुरानोमा पनि भएको व्यवस्था नयाँमा पनि सोही कुरा प्रस्तावित भएर आएको छ। यस्तो अवस्थामा हामीले प्रतिनिधि सभा नियमावली अनुसारै सदनको छलफल अगाडि बढाउनुपर्छ। हामीलाई ठुलो आशा भरोसा बोकाएर आम जनताले पठाएकोले सदनलाई यस्तो अनावश्यक कुराहरूमा अवरुद्ध राख्न हुँदैन भन्ने कुरा म राख्न चाहन्छु र यो छलफललाई अगाडि बढाइयोस्। यो कुनै पनि नियमले छलफललाई रोक्न सक्ने अवस्था छैन र यो कुन नियमले प्रधानमन्त्री नै चाहिने हो, किनभने मन्त्रीले टेबल गरिसकेपछि प्रधानमन्त्रीको निर्देशनमा मन्त्रीले टेबल गरिसकेपछि छलफललाई अगाडि बढाउनलाई त त्यस्तो नहुनुपर्ने हो। कुन नियमले भयो यो चाहिँ भनिदिनु पर्यो कि हामी नियममा टेकेर अगाडि बढ्छौँ। नियममा टेकेर अगाडि बढ्न नसक्ने हो भने त फेरि यो भावनाले र यो चाहिँ हाम्रो पुरानो यस्तो थियो भन्नेले मात्रै होइन, हामी धेरै पुराना कुराहरूलाई तोडेर नयाँ बनाउन सिर्जना गर्नलाई आएका हौँ सभामुख महोदय। धन्यवाद।